आज पनि हजुरहरूलाई मेरो भिडियोमा स्वागत छ। आज पनि म चाहिँ त्यही अब सधैँको काममा बिजी छु। गाईलाई खोलिदिने यसो सोरसार चाहिँ गरिसकेँ अनि म चाहिँ गाईलाई खोलिदिएर पनि बसिसकेँ है। अब कतिवटा भिडियो देखाउनु भन्ने हुन्छ, त्यही पनि के देखाउनु, त्यही हुन्छ, कामै त्यस्तै हुन्छ होइन। अनि सो गाइस त्यही पनि हेरिदिनु होला अल्छी नगरिकन। सो गाइस आज चाहिँ घाम पनि बिहानदेखि लागिरहेको थियो अनि फुलहरूलाई पनि घाम भेटिरहेको थियो। त्यस पछाडि म चाहिँ एकछिन फुल हेरेँ है। अब त्यही त आनन्द आउँछ। अनि खराएको बच्चीहरू पनि यस्तो क्युट पारामा बसिरहेको थियो नि पोकोबाट। अनि फेरि म चाहिँ आफ्नै फुलबारीलाई हेर्दै 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 गएँ। अनि आज चाहिँ एकदमै राम्ररी फुलहरूलाई पनि घाम पाइरहेको थियो। अनि अब कफी मात्रै खाएर भएन, सो म चाहिँ आफ्नो ड्युटी त्यही कन्टिन्यू अब घाँस काट्नतिर लागेँ। आज डोकी पनि बढे थियो किनभने आज बुढो हुनुहुन्न थियो। तलको त काट्नु भएको थियो, माथिकोलाई पुऱ्याउनु पनि 4 बारी काट्नु थियो। सो मैले चाहिँ आफ्नो तालिममा आएर म चाहिँ ट्रेनिङ दिन थालेँ है। माथिदेखि तल कुद्ने, तलदेखि माथि कुद्ने, यताउता दायाँ बायाँ होइन। अब यत्तिकैमा अनि मैले चाहिँ यसो माने हो यो चाहिँ खाएस है, पिँडालु जस्तो देखिन्छ है। म चाहिँ यो मानेर पिँडालु चाहिँ छुटाउनै सक्दिनँ। अनि यसो खाली देखाएँ तपाईँहरू हेर्नुहोस् होइन। अब पिँडालु जस्तो देखिन्छ क्या। अनि त्यो चाहिँ काठमाडौँमा चाहिँ गमलामा रोप्थ्यो क्या यो फुल चाहिँ। अनि यहाँ चाहिँ बारी नै भरि हुँदो रहेछ, बारी नै भरि। अनि यो चाहिँ फुलिसकेको डन्ठा रहेछ। अनि बारीभरि हेर्नु न चाहिँ कति छ, भित्तैभरि छ मेरो घाँस काट्ने ठाउँमा छ। अनि त्यस पछाडि म चाहिँ फेरि आफ्नो ट्रेनिङलाई सुरु गरेँ, आफ्नो ट्रेनिङमा लागेँ अब। अनि यहाँ चाहिँ नाभो इस्कुस पनि थियो। अनि रुखमा गएकोलाई छोडिदिएँ अनि आफू सबै उखालेँ किनभने सबै अलैँचीमा आउँछ। सो उखालेँ मैले चाहिँ घाँस पनि पुऱ्याएँ। घाम पनि हेर्नुहोस् न अहिले त यस्तो गर्मी भएर चाहिँ कसम भनेको म त बेहोस हुन मात्रै सकिनँ है। अनि म चाहिँ घाँस पुऱ्याएर एकछिन सुत्थेँ है। अनि उठ्दा चाहिँ शीतल भइरहेको थियो। अनि म चाहिँ किचनतिर गएँ। अनि किचनतिर आएँ, फुलहरू यसो झिलिझिली देखाएँ कि। अनि सयपत्री फुल अस्ति हामीले रोपेको थियौँ, यत्तिको भइसक्यो सयपत्री फुल पनि। म चाहिँ चट्ट मकै खाएँ है। अनि त्यसपछि चुला पनि लिपेँ। अनि त एकैछिन पानी आएर अघि कस्तो गर्मी भएको थियो है, अहिले त पानी आइदिएर कत्रो पानी आएको नि। अनि पानी पनि हरायो एकैछिनमा। अनि म चाहिँ अब यसो फुल सार्छु, यता घाममा ल्याउँछु भने। अनि मैले आधी डग फुललाई चाहिँ उता राखेँ। अनि यो भाले शिरलाई चाहिँ मैले सबै घामले भेट्ने ठाउँमा लिएर राखिदिएँ। यो चाहिँ अस्ति नै मैले रोप्दै थिएँ नि, हो त्यही फुल हो। 25वटा थियो, जम्मा 10वटा कतिवटा मात्रै छ। अनि त्यत्तिकैमा मलाई चाहिँ मम्मीले बुहारी तितेबी लिएर आइज भोलिको लागि भन्नुभयो। अनि म चाहिँ तितेबी लिन आएको। तितेबी त छैन गाई चाहिँ इत्रु छ, पुरै किराले खाएको। बोट पनि पुरै सुकेको क्या, कुखुराले कोट्टाएर मुनिबाट। यो चाहिँ हाम्रो बाटोमा छ नि त। अनि बाटोमा भएको कारणले गर्दा फल्नै पाउँदैन क्या, झरिहाल्छ। त्यो पनि दुःख सुख मैले चाहिँ आजलाई पुग्नु ल्याएँ है। टी सर्टमै ल्याएँ, अब थिएन त टी सर्टमै ल्याएँ। सो गाइस अनि म चाहिँ फेरि अर्को एक बारी घाँस काटेँ। अनि यहाँ चाहिँ के गरेको थाहा भएन है, बल्ल याद आयो मलाई। म नुन लिनु गएको है गाइस, म चाहिँ नुन लिनु गएँ होइन। चट्ट नुन पनि घरमा ल्याए पुऱ्याएँ। अनि के गर्नु त भन्दा फेरि चिया खानु मन लाग्यो। सो म चाहिँ फेरि मकमा अन्तिम आजको चिया मकमा लिएर म चाहिँ है देखाउँदै खान थालेँ। चिया खाइसक्दाखेरि अनि गाई दिने बेला मेरो भयो। अब मेरो जहिले डेली रुटिन नाइटको। अनि म चाहिँ गाई दुन थालेँ। अनि बुढो चाहिँ बल खेल्नु जानुहुन्छ जहिले पनि 4 बजेपछि। अनि मेरो बुढो चाहिँ शङ्ख पनि कोटले अब हो नि त, अब खत्रै हो भन्ने त भएन। अब यसो हल्का तपाईँलाई गफ हालिदिएको। अनि जानुहुन्छ साथीहरूसँग यसो